सेवा नमस्ते। आज चाहिँ एकदमै भोक लागेर दिउँसो खाजा के खाने भनेर यसो यता गएको। त्यहाँनिर गएर चाहिँ करेन्ट चाउचाउ लिन गयौँ। त्यस पछाडि लिएर आयौँ। अन्त त्यहाँबाट पुजेर भाइलाई भेटिहाल्यौँ। उसँग हल्का गफ गरेर हाम्रो त कोको सेपो त वेट गरिरहेको रहेछ। यिनीहरू चाहिँ कोको सेपो, यिनीहरूको नाम चाहिँ रोसन गर्न बुझिहाल्छ साथीहरू। ओके ल, फाइनली हामीले चाहिँ करेन्ट चाउचाउ ल्यायौँ। अनि साथै त्यसको लागि चाहिँ भुजा पनि लिएर आयौँ चटपटेको लागि। चटपटेको सामान सबै रेडी भइसकेको छ। वाउ। अब चाहिँ हामीले खाना बनाउन लागिसक्यौँ। खाजा अरे चटपटे बनाउन थालिसक्यौँ। अब यो सबै सामान पनि यता चटपटेको लागि चाहिँ कलर बनाइँदैछ, कलरफुल। ल चाउचाउ पनि त्यसलाई फोडेर टक्कसँगले उम्लेको पानीमा हामीले चाउचाउ हाल्यौँ। मसला पनि हाल्यौँ साथीहरू। अब यसलाई चाहिँ रेडी भइसक्यो हाम्रो करेन्ट चाउचाउ। अब यहाँ चाहिँ हामी चाउचाउ चटपटे रेडी भइसकेको छ। सामानहरू सबै हाल्दैछौँ। चाउचाउ, काँक्रा, आलु, बदाम, अदुवा, खुर्सानी, लेमन सबैहरू चाहिँ रेडी भइसकेको छ। साथीहरू कति खानु जस्तो भइसक्यो। माइ गड। ल भुजा पनि हालिसक्यौँ हामीले। अब हामी त्यसलाई चलाउँछौँ, मिक्स गर्छौँ। यसलाई मजाले मिक्स गर्ने। अनि त्यस पछाडि यसलाई तेल पनि हाल्यौँ, तोरीको तेल। ल साथीहरू हामीले यसलाई कलर पनि लगायौँ। वाउ, एकदमै मिठो एकदम के भन्नु र। हाम्रो चटपटे रेडी भयो, गिलो चटपटे। ल है त साथीहरू, मैले खाएँ। ओके, आजको लागि यति नै। बाई बाई।